हेलो गाइज गुड मर्निङ सबैजनालाई सन्चै हुनुहुन्छ सबैजना म नि एकदम सन्चै छु भनेर भन्न चाहन्छु। अनि यहाँनिर चाहिँ अस्ति पुरा दामी तोरीको फुल फुलिरहेको थियो होइन। अनि 10 दिन धान कुटाएर तालिम गरेर आउँदा त ट्रेनिङ सकेर आउँदा त छैन यार, यहाँनिर सबै पाकिसक्यो त तोरी त। यतातिर पनि दामी पहेँलै भइरहेको थियो बारीतिर, अहिले त सबै दाना पो भइरहेको छ यार। 10 दिनमा यत्रो चेन्ज, यो प्रकृतिको कुरा हो होइन। अस्ति त दामी तोरीको फुलदेखि लागेको कस्तो, अहिले त छैन। सो गाइस अहिले चाहिँ म तल गाडी लिन हिँडिरहेको छु चट्ट पारेर होइन, घाम पनि लागिसक्यो। ट्रेनिङमा त अस्ति 10 दिन त यतिखेर पुरा ट्रेनिङमा होइन 1 2 3 1 गरी बसिन्थ्यो। यो त चिलमा छ, ट्रेनिङ सेनिङ पनि सकियो। अब 1 2 3 1 भन्न त पर्दैन। अब भरे तिरात पर होइन, भरे एकचोटि ड्युटी जाने हो अनि त्यसपछि चिलमा बस्ने भनेर भनिन्छ। भरे के हुन्छ, नियुक्ति पत्र पनि कतातिर हाले हिजो मैले 10 दिनको कमाल, 40 दिनको जागिर, 10 दिनको ट्रेनिङ। ओके गाइस, बाई बाई, म तल पुग्न लागेँ। 1 2 3 1 कसले गर्नुभयो त्यो गर्ने मध्येमा एक त म पनि 1,39,000 एकजना चाहिँ म पनि है। 1 2 3 1